तेस्रो पटक मन्त्री परिषद विस्तार गर्दा पनि प्रधानमन्त्री सुशीला कार्कीको काँधमा 7 मन्त्रालय। जेनजी रेड फोर्सको माग। प्रत्यक्ष निर्वाचित राष्ट्रपति 2007 सालदेखि सत्तामा बसेकाको सम्पत्ति छानबिन। हायत होटल व्यवस्थापनले भन्यो जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ। दुर्गा प्रसाईले वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओ मार्फत पठाए पत्र। चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने रासपाको निर्णय। प्रचण्डले भने अन्तरिम सरकार काम भन्दा पनि चुनाव गराउन केन्द्रित होस्। खेलकुद मन्त्रालय अन्तर्गत सबै निकायको बैठक लाइभ गर्ने नवनियुक्त मन्त्रीको निर्णय। जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पिस्तोल खोलामा भेटियो। सुधा र बब्लुले लिए मन्त्रीको शपथ। माओवादी निकट युवाहरूले गठन गरे जेनजी रेड फोर्स। 7 प्रदेशका संयोजक। शपथ ग्रहण अगाडि नै मन्त्रीबाट हटाइए खगेन्द्र सुनार। देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको दुर्गा प्रसाईको भनाई। मुस्ताङमा थामिसक्नु छैन पर्यटकको चाप। ज्योति मगरको व्यङ्ग्य। ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस्। प्रधानाध्यापक सहित 3 जना विरुद्ध भ्रष्टाचारको मुद्दा। कुलमान मन्त्री भएपछि बल्झिएको बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द। कर्मचारीलाई नवनियुक्त स्वास्थ्य मन्त्री शर्माले भनिन् कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस्। सुनको भाउ तोलाकै 1.5 लाखसम्म आउन सक्ने। मङ्सिरको विवाहका लागि तिहारमै सुन किन्नेहरू फसे। विषयवस्तु राम्रो भएकाले परानमा जोडिएको अञ्जना बराइलीको भनाई। सम्बन्ध विच्छेदपछि पत्नीलाई 10 वर्षसम्म बिरालो पाल्ने खर्च दिन सहमत भए पुरुष। रुसले आणविक शक्तिबाट चल्ने क्रुज मिसाइल परीक्षण गर्यो। र विश्वकप क्रिकेट लिग 2 अन्तर्गत नेपाल अमेरिकासँग 106 रनले पराजित। नमस्कार, अनलाइन समाचारमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 साल कार्तिक महिनाको 10 गते सोमबार अक्टोबर 27 तारिक छठ पर्व कार्तिक शुक्ला षष्ठी। छठ पर्वको सबैजनामा धेरै धेरै शुभकामना। तपाईहरूको छठ तपाईहरूले सोचे जस्तै सफल बनोस्। आज पनि हामी उपस्थित भइसकेका छौं। देशभरका के भए सम्पूर्ण जानकारी लिएर हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हेरिसकेपछि कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। गत भदौ 23 र 24 गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्री परिषद विस्तार गरेकी छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्ति गरेकी डाक्टर सुधा गौतम र युवा तथा खेलकुद मन्त्री नियुक्ति गरेका बल्बु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्। तेस्रो पटक मन्त्री परिषद विस्तार गर्दा पनि कार्कीको काँधमा अझै 7 मन्त्रालय छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार अझै कार्कीको काँधमा परराष्ट्र रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन्। आइतबारको विस्तारसँगै मन्त्री परिषद 10 सदस्यीय भएको छ। प्रधानमन्त्री कार्की बाहेक 2 मन्त्रीले 3 र 1 मन्त्रीले 2 मन्त्रालयको जिम्मेवार सम्हालेका छन् भने 1 मन्त्रीले 2 मन्त्रालय सम्हालेका छन्। बाँकी मन्त्री भने 1 मन्त्रालयको जिम्मेवार सम्हालेका छन्। नेकपा माओवादी केन्द्र निकट जेनजी रेड फोर्सले 2007 सालदेखि सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेको छ। रेड फोर्सले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर 2007 सालदेखि आजसम्मको सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेको हो। 2007 सालदेखि आजसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। त्यसका लागि हामी स्वतन्त्र राष्ट्रिय सम्पत्ति छानबिन आयोग गठन गर्नका लागि माग गर्छौं र गठन पनि गर्छौं। प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, उच्च अधिकारी, संवैधानिक परिषदका सबैको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ। संगठनको मागबारेमा जानकारी दिँदै संयोजक स्मृति तिमिसेनाले भनिन्। कार्यक्रममा जेनजी रेड फोर्स नेपाल आम युवाको भावना, आकांक्षा र साहसबाट जन्मिएको परिवर्तन सम्भाग राजनैतिक शक्ति भएको उनले जिकिर गरिन्। तिमिसेनाले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली आफूहरूको मुख्य एजेन्डा भएको स्पष्ट पारिन्। विगतमा माओवादीले यिनै एजेन्डा लिएर जनतामा गएको तर कांग्रेस र एमालेका कारण कार्यान्वयन हुन नसकेको उनको आरोप छ। 5 तारे होटल तारागाउँ रिजेन्सी होटल हायत रिजेन्सी काठमाडौँले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ। आइतबार होटलका कार्यकारी निर्देशक सुरेश लाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गर्ने भनिदिनु भएको आश्वासनप्रति होटल आभार व्यक्त गरेको छ। भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको छ। पुनर्निर्माणपछि पर्यटक तथा
पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान प्रतिष्ठा अझ उच्च बढाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। आन्दोलनका क्रममा होटलमा भएको तोडफोड लुटपाट राजधानी जन्ने क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट चैत्य सहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ। यसैता होटल पूर्ण रूपमा बन्द भएको छ। होटलले भनेको छ हाल क्षतिको पूर्ण मूल्याङ्कन सहित होटल स्तर उन्नति र पुनर्निर्माणमा अझै विस्तारित गरेर उत्कृष्ट सेवासहित यथाशक र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छौं। स्तर उन्नति र पुनर्निर्माणका लागि कम्तीमा 1 वर्ष लाग्ने होटलको भनाइ छ। अभियन्ता दुर्गा प्रसाईले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्रचार गरेका छन्। प्रसाई आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर जिल्ला प्रमुख अधिकारी ईश्वरराज पौडेल मार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्रचार गरेका हुन्। उक्त पत्र जिल्ला प्रमुख प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ। प्रसाईले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्ता मार्फत संवाद र छलफल गर्न आह्वान गरेको थियो। यसै आह्वान अनुसार प्रसाई आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका प्रसाईले काठमाडौँ ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत छलफल गरेको बुझिएको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईले घोषणा गरे अनुसार विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएका छन्। प्रसाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा युट्युबर बोकेर पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको रासपा सचिवालय बैठकले रासपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससँग सम्बन्धित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको नेता गणेश प्राजुलीले जानकारी दिएका छन्। निर्वाचनलाई सफल बनाउन अन्य राजनैतिक दलहरूले पनि पहल कदमी लिनुपर्ने रासपाको ठहर रहेको छ। उनको भनाइ छ। प्राजुलीले न्याय सुशासन र भ्रष्टाचार विरुद्धको गतिविधिका लागि सरकारलाई पूर्ण रूपमा समर्थन गर्ने बताएका छन्। सरकारको म्यान्डेट निर्वाचन भएकाले पनि सबै राजनैतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनु पर्ने भन्दै उनले बैठकले कम्तीमा 30 गतेसम्म मतदाता नावली अद्यावधिक गर्ने समय दिएकाले पनि पार्टीको तर्फबाट नावली दर्ता गर्नका लागि आह्वान गर्ने समेत बताइएको छ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य काम भन्दा पनि चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन्। आइतबार गोर्खा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले चुनावको वातावरण सिर्जना गर्नु अहिलेको सरकारको मुख्य काम रहेको बताएका हुन्। यो अन्तरिम सरकार भएकाले अरू धेरै कुरा गर्नु छ भन्नुभन्दा पनि चुनावी माहौल बनाएर त्यतातिर ध्यान केन्द्रित गरियोस् उनको भनाइ छ। सम्पूर्ण सुरक्षा संयन्त्र र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्रीको रहेको उनको भनाइरहेको छ। उनले अगाडि भने मैले अहिले गृहमन्त्रीलाई तोकेर नै भन्न धेरै चाहन्न, तर सुरक्षा र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मेवारी गृहमन्त्रीकै छ। त्यसैले अरू कुरामा ध्यान दिनुभन्दा पनि चुनाव गराउन केन्द्रित हुन उचित छ। तोकिएको समयमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले जिकिर गरे। नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालय अन्तर्गत सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन्। पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन्। जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पिस्तौल खोलामा फेला परेको छ। लक्ष्मीपुरको महालक्ष्मी नगरपालिका 5 टिकाथलीमा बरामद भएको हो। उक्त पिस्तौलको साथमा 3 राउन्ड गोली पनि रहेको छ। टाइप 54 लेखिएको उक्त पिस्तौल प्रहरीसँग मात्रै छ। इमादोल हुँदै महालक्ष्मी 5 बग्ने गोदावरी खोलामा हतियार देखेको सूचना पाएपछि प्रहरीले बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसपी ओमेन्द्र बोगटीले जानकारी दिएका छन्। हतियार हामीबाट लुटिएको हो, कहाँबाट कसले ल्याएर त्यहाँ लग्यो त्यसबारे अनुसन्धान हुन्छ उनको भनाइ छ। आइतबार बिहान एक बटुवाले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले वरिपरि जडान भएका सीसीटीभी फुटेजको अध्ययनपछि हतियार लुट्ने व्यक्ति र लुटिएको ठाउँ पहिचान गर्ने बोगटीको भनाइ छ। प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेकी छन्। अझै क्याबिनेटले पूर्णता पाउन सकेको छैन। नवयुक्त 2 मन्त्रीले शपथ लिएका छन्। सिद्धनिवासमा आयोजित एक समारोहका बीच स्वास्थ्य मन्त्रीमा नियुक्त डाक्टर सुधा शर्मा र युवा खेलकुद मन्त्रीमा बल्बु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले 4 जनालाई नवनियुक्त गर्ने तयारी गरे पनि श्रम मन्त्रीको सिफारिस पाएका खगेन्द्र सुनार र भूमि मन्त्रीमा सिफारिस भएका गणपति लाल श्रेष्ठ विवादमा मोचेपछि केही बेर अगाडिको सूचनाबाट नाम हटाएर 2 जनालाई मन्त्रीको शपथ ग्रहण गराइएको हो। यससँगै कार्की नेतृत्वको मन्त्री परिषदमा 9 सदस्य बनेको छ। नेकपा माओवादी केन्द्र आस्था रथ युवाले जेन्जी रेड फोर्स गठन गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म 65 वटा जिल्लामा मात्रै र
सातै प्रदेशका संयोजक तोकेर जेएनजी रेड फोर्स अगाडि बढिसकेको बताएका हुन्। पत्रकार सम्मेलनमा जेएनजी रेड फोर्सकी संयोजक स्मृति तिमिसनाले आफूहरूको एजेन्डा प्रमुख कार्यकारी राष्ट्रपति प्रणाली प्रत्यक्ष र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, 2007 सालदेखि अहिलेसम्मको सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन लगायतको रहेको जानकारी गराएकी छन्। हिमाली जिल्ला मनाङमा लेक लागेर 3 जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाको विभिन्न स्थानमा लेक लागेर 3 जनाको मृत्यु भएको हो। उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको भारी बोक्न र पथ प्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। मृत्यु हुनेमा तनहुका 44 वर्षकी रामबहादुर थापा, नुवाकोटको 49 वर्ष साम्बा घले र लमजुङको 48 वर्षका दिलबहादुर गुरुङ रहेका छन्। पर्यटक पथ प्रदर्शक गाइडको काम गर्ने थापा शनिबार राति नार्पाभूमि 2 केरेला होटलमा बस्नु भएको थियो। उहाँको सोही होटलमा मृत्यु भएको छ। आइतबार बिहान उहाँको सबलाई हेलिकप्टर मार्फत उद्धार गरेर शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ। यसैगरी शनिबार नै मनाङको नार्पाभूमि गाउँपालिका 4 का काङलाफेदी क्षेत्रमा लेक लागेर लमजुङको गुरुङको निधन भएको हो। लेक लागेर बेहोस भएका गुरुङको उपचारकै क्रममा निधन भएको हो। प्रधानमन्त्री सुशीला कार्कीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको शपथ ग्रहण अन्तिम समयमा रोकिएको छ। उनी विरुद्ध विभिन्न अदालतमा फौजदारी मुद्दा समेत चलेको र पक्राउ पूर्जी जारी भएको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा उनको नाम शपथ ग्रहणको सूचीबाट हटाएको हो। आइतबार दिउँसो 2:30 बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम अगाडि नै सुनारको नाम चौतर्फी विवाद भएपछि प्रधानमन्त्री कार्कीले उनको नियुक्ति रोक्ने निर्णय गरेको हुन्। मन्त्री परिषद सिफारिस भएसँगै सुनार विरुद्ध सर्वोच्च अदालत, सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतका विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको थियो। जिल्ला सुर्खेत अदालतमा उनी विरुद्ध स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्य कर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा विचाराधीन रहेको छ। गुरुबाकोटा नगरपालिका 8 स्थित मेहलकुना अस्पतालमा प्रमुख डाक्टर सोजन सापकोटाले दिएको जाहेरीका आधारमा 2081 असारमा दर्ता भएको मुद्दामा अदालतले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। अदालतका अनुसार पछि आफै हाजिर भए पनि उनले नियमित तारिख पनि गुजार्दै आएका छन्। यसैगरी काभ्रे जिल्ला अदालतमा पनि उनी विरुद्ध विद्युतीय कारबार ऐन अन्तर्गत गाली गलौज र चरित्र हत्याको मुद्दा रहेको छ। अधिवक्ता मनिषा गौतमले आफूमाथि फेसबुकमा गाली गलौज गरेको भन्दै दिएको उजुरीका आधारमा उक्त मुद्दा दायर भएको हो। यस्तै गरी जाजरकोटको नवराज विक हत्या प्रकरणमा सुर्खेत अदालतको फौजदारीमा चित्त नबुझेको भन्दै न्यायाधीशमाथि गाली गलौजपूर्ण अभिव्यक्ति दिएपछि अधिवक्ता गौतमले नै सुनार विरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा दायर गरेकी थिइन्। यो मुद्दा अझै छिनोफानो हुन बाँकी छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताएका छन्। आइतबार काठमाडौँमा सम्पादक संघको छलफलका क्रममा प्रसाईले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताएका हुन्। उनले यसअगाडि नै आफूले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्याएर आफू सुध्रिन तयार भएको जिकिर गरे। आफ्ना कारणले मुलुकलाई अप्ठ्यारो परेको भए आफू देश छाडेर जान तयार भएको पनि उनको भनाइ छ। प्रसाईले सरल भाषामा आफ्ना मागहरूलाई सरकारवाला समक्ष पुर्याउन कसैले पनि नसुन्ने कारणले ठाडो भाषा प्रयोग गर्नु परेको पनि बताएका छन्। उनले आफूले केवल देश र गरिब जनताका लागि बोल्दा समेत मूलधारका सञ्चार माध्यमले आफूलाई कहिल्यै पनि राम्रो नदेखेको गुनासो गरे। यस्तै उनले अहिले गृह मन्त्रालयले आफूहरूको माग बारेमा जानकारी लिन छलफलका लागि बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गरे। यस वर्षको तिहार पर्व भाइटिका सकिए लगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनपेक्षित बढ्दो पर्यटकको आगमन संख्याले यहाँको पर्यटन व्यवसायमा निकै चुनौतीपूर्ण बनेको छ। बर्खायामको भेल जस्तै गरी मुस्ताङमा एकैसाथ पर्यटक ओहिरो लागेका कारण यहाँ पर्यटक व्यवस्थापन अस्तव्यस्त रहेको हो। विगतको वर्षमा पनि दशैं तिहार र छठ पर्व लगायत यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा हुने गर्थ्यो। यस वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँ पर्यटकको व्यवसाय खासै चलायमान हुँदैन भन्ने लक काटिएको थियो। पर्यटक मुस्ताङ घुम्न आए पनि विगतको वर्ष जस्तो खासै चलपल हुँदैन भन्ने यहाँका पर्यटकहरूले पूर्वानुमान गरेका थिए। त्यसको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धराशायी भइरहँदा नेपालीहरूको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाइ यहाँका पर्यटकले गरेका थिए। तर यहाँ पर्यटन व्यवसायीहरूले गरेको पूर्वानुमान गलत साबित भएको छ। बिहिबार तिहारको भाइटिका सकिए लगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो। जुन
जुन आज बिहानसम्म कायम छ, जुन यहाँ पर्यटकहरू व्यवसायीले कल्पना समेत गरेका थिएनन्। यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खायामले नियमित हुने भेल नै आएको थियो। यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा राखेपछि मुस्ताङमा पर्यटक क्षेत्र नयाँ आयात नै थपिदिएको छ। गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणाधीन बेन्जन कोरोला सडक मार्गमा सवारी साधनको लस्करले सडक मार्ग पुरै ढाकिएको छ। म्याग्दी खण्डमा आधा जसो सडक कालोपत्रे भएको छ भने आधा जसो सडक कालोपत्रे गर्न बाँकी रहेको छ। यति बेला पर्यटक मुस्ताङमा थामी नसक्नु भएको छ। लोकप्रिय गायिका ज्योति मगरले वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी छन्। आइतबार सामाजिक सञ्जालमा उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइहाल्ने रहेछ भन्दै कटाक्ष गरेकी छन्। उनले लेखेकी छन्, पहिले एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस्, अहिले केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तै बन्नुहोस्। उनको यो पोस्ट एक प्रयोगकर्ताहरूले अब केपी ओलीको सत्ता फर्केको दिन ज्योतिलाई संस्कृति मन्त्री पक्का भनी प्रतिक्रिया पनि दिएका छन्। उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अनजान नागरिक भएको बताएकी छन्। उनले जवाफमा लेखेकी छन्, चाणक्य नीति भन्छ सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस् यो शासक सत्यको बाटोमा छ। म विचार अबोध अनजान नागरिक, जे देख्छु त्यही बोल्छु। उनले आफूलाई संस्कृत मन्त्री नचाहेको तर दर्शक तथा शुभचिन्तकहरूको दिलको मन्त्री बनाइदिए भए पुग्ने भन्दै रमाइलो जवाब फर्काएकी छन्। स्याङ्जाको गलाङ नगरपालिका 4 स्थित शिशु कल्याण माविमा तत्कालीन प्राध्यापक रविलाल लुइटेल सहित 3 जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुर्पयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार तत्कालीन प्राध्यापक लुइटेल सहित विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमा थापा, तत्कालीन लेखापाल छविलाल गाहा विरुद्ध विद्यालयका लागि कम्प्युटर प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरेको एवं विद्यालयको कोषको रकम समेत हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको हो। आर्थिक वर्ष 78-79 मा विद्यालयलाई आईटी कार्यक्रम अन्तर्गत प्राप्त भएको 6,50,000 रुपियाँ रकमबाट मिति 2070 असार 23 मा डेस्कटप कम्प्युटर 7 थान र प्रोजेक्टर 1 थान, ल्यापटप 1 थान र प्रिन्टर 1 थानलाई 6,74,045 मा खरिद गरी सो सामान मध्ये 2 थान कम्प्युटर र 1 थान प्रिन्टर प्रोजेक्टर विद्यालयमा नलगी विद्यालयमा लगेको भनेर नक्कली दाखिला प्रतिवेदन तयार गरिएको आयोगले जनाएको छ। कुलमान घिसिङ ऊर्जा मन्त्री भएर आएपछि बल्झिएको विद्युत महसुल विवादका कारण देशकै ठूलो मध्येको पञ्चकन्या ग्रुपका उद्योगहरू बन्द भएका छन्। डेडिकेट तथा ट्रङ्क लाइनको बक्यौता महसुल विवादमा विद्युत प्राधिकरणले गत शुक्रबार बिजुलीको लाइन काटेपछि भैरवा स्थित पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका हुन्। पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जवल कुमार श्रेष्ठले शुक्रबारबाट लाइन काटिएपछि भैरवा प्लान्टका सबै उद्योग बन्द भएको जानकारी दिएका हुन्। हाम्रा धेरै कामदार र कर्मचारीहरू कारखाना परिसरभित्र क्वार्टरमा बस्ने भएकाले पनि उनीहरूको व्यक्तिगत प्रयोजन र अफिस बत्ती बाल्न जेनेरेटर चलाएका छौं। श्रेष्ठले आइतबार भने नियमित ग्राहकका लागि प्लास्टिकका उत्पादनको सानो युनिट पनि चलिरहेको छ। यसबाहेक भैरवा प्लान्टभित्र रहेका सबै उद्योग हामीले बन्द गरेका छौं। डेडिकेटर ट्रङ्क लाइनबाट बिजुली उत्पादन उपयोग गरे बापत महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले पञ्चकन्या सहित 25 वटा उद्योगको लाइन काटेको छ। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधार शर्मा गौतमले कुनै पनि स्तरको कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीलाई निर्देशन दिएकी छन्। पदभार ग्रहणपछि मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरूको छलफलमा यस्तो बताएकी हुन्। मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिएकी हुन्। मन्त्रालय अन्तर्गत शाखा एवं विभागबाट प्रभाव हुने सेवा नागरिक मैत्री बनाउन निर्देशन दिँदै मन्त्री शर्माले सेवा प्रवाहका क्रममा नागरिकहरूलाई झुलाएर भ्रष्टाचार गर्ने प्रविधि रहेको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिएकी हुन्। सुनको भाव तोलाकै 1.5 लाख रुपियाँसम्म आउन सक्ने दाबी सुनचाँदी व्यवसायीले गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव निकै तेज गतिमा ओह्रालो लागेको बेलामा नेपालमा पनि सुनको भाव तोलामा 1.5 लाख आउन सक्ने विश्लेषकले
र व्यवसायीहरूले आकलन गरेका छन्। तिहारपछि खुलेको बजारमा आइतबार मात्रै तोलाकै 11,600 रुपियाँले सुन घटेको छ। अझ व्यवसायीहरूले यो घटोत्तरी हुनुपर्ने जति नभएको भन्दै सुनको भाव अझै घट्ने बताएका छन्। सुनको भाव घटेपछि कतिपय व्यवसायीहरूले सुन लुकाउन थालेका छन् भने कतिपयले पुरानै मूल्य पाए पनि सुन बेच्ने नत्र भने नबेच्ने गरिरहेका छन्। तर हल्लै हल्लाका बीचमा सुनको महँगो लगानी गरेकाहरूले भने तत्कालका लागि मारमा परेको देखिन्छ। सुनको मूल्य दिनहुँ बढ्दै जाँदाखेरि कतिपयले मङ्सिरको विवाहका लागि तिहारमै सुनको जो गरेका थिए। त्यति बेला सुनको भाव पिकमा थियो। तिहार सकिए लगत्तै सुनको भाव तीव्र गतिमा ओह्रालो लाग्न थालेपछि मङ्सिरको विवाहका लागि तिहारमै सुन किन्नेहरू फसेका छन्। अझै सुनको भाव अझै घट्ने देखेपछि उनीहरू थप चिन्तामा देखिएका छन्। यद्यपि कतिपयले सुनको भाव घटेको समयका लागि भने अवसरका रूपमा लिएका छन्। अझै पनि घटेको मूल्यमा सुन किन्ने बेच्नेहरू पसलमा चहल पहल देख्न सकिन्थ्यो। अभिनेत्री अञ्जना बराइली आगामी शुक्रबार कार्तिक 14 गते प्रदर्शनमा आउन लागेको फिल्म पराणलाई लिएर उत्साहित छिन्। महापुरुषबाट अभिनयमा डेब्यू गरेकी उनले पुजार सार्की पूर्णबहादुरको सारङ्गी जस्ता सफल फिल्ममा काम गरिसकेकी छन्। उनी पराणले दर्शकहरूलाई निराश नपार्ने दावी गर्छिन्। यो विषयवस्तु राम्रो भएको बताउँछिन्। अञ्जना भन्छिन्, म यसमा जोडिनुको एउटै कारण हो विषयवस्तु। यो मैले खोजेको र खोजी हेर्ने फिल्मभित्र पर्छ। उनले फिल्मको काम पनि सन्तोषजनक भएको बताएकी छन्। फिल्म बुबा र छोरीबीचको भावनात्मक सम्बन्धमा आधारित रहेको अञ्जनाको भनाइरहेको छ। पारिवारिक कथावस्तु मन पराउने दर्शकका लागि यो उपयुक्त हुने र सबै उमेर समूहका दर्शकहरूको अपेक्षा पूरा गर्ने उनले बताएकी छन्। सम्बन्ध विच्छेदको मामलामा श्रीमतीलाई निर्वाह भत्ता दिनु वा छोराछोरीलाई लालन पालन खर्च दिनु सामान्य हो। तर टर्कीमा भने एकजना पुरुषले सम्बन्ध विच्छेद गरेकी आफ्नी पत्नीलाई 10 वर्षसम्म बिरालो पार्ने खर्च दिनुपर्ने भएको छ। सम्बन्ध विच्छेदको शर्त अनुसार बुर्गा बिनाम गरेका यी पुरुषले पत्नीलाई हरेक 3 महिनामा 10 लिरा $240 अमेरिकी तिर्नुपर्ने भएको छ। यो आपसी सहमतिमा श्रीमानसँग सम्बन्ध टुङ्गाएर उक्त भुक्तानीका लागि सहमति गरेका हुन्। जोडीले सम्बन्ध विच्छेदको कारण एक अर्कासँग गम्भीर असहमति वैवाहिक सम्बन्धको आधार भत्कन उल्लेख गरेका छन्। यसमा जोडीले एक अर्कासँग कुनै क्षतिपूर्ति वा भरण पोषण नलिने सहमति भएको छ। तर उनीहरूले सम्झौतामा समावेश गरेको एउटा अनौठो प्रावधान अहिले टर्कीमा मात्रै नभएर विश्वभरि चर्चित बनेको छ। यसअनुसार जोडीले पालेका 2 बिरालाहरूको हेरचाहको जिम्मा पतिले पत्नीलाई दिएका छन्। उनीहरूको लालन पालनको आर्थिक जिम्मेवारी पतिले लिएका छन्। बुग्राबीले यसको लागि अधिकतम 10 वर्षसम्म पूर्व पत्नीलाई त्रैमासिक भुक्तानी दिने बताइएको छ। हरेक वर्ष महँगी बढीका आधारमा रकम समायोजन हुने पनि बताइएको छ। रुसले आणविक शक्तिबाट चल्ने बुर्भेस्टिक नामक क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ। रुसी राष्ट्रपति पुटिनले यसले कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई छेड्न सक्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीएफले जनाएको छ। गएको हप्ता आणविक अभ्याससँगै गरेको यो परीक्षणले पुटिनको शब्दमा रुसले युक्रेनको युद्धलाई लिएर पश्चिमा देशहरूको दबावमा कहिल्यै झुक्ने छैन भन्ने सन्देश दिएको खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि रुस विरुद्ध कडा अडान लिएको जनाइएको छ। पुटिनले यस मिसाइल संसारमा अद्वितीय र अतुलनीय सृजना भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपाल अमेरिकासँग 106 रनले पराजित भएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याएको नेपालले 39 ओभरमा 2 बलमा सबै विकेट गुमाएर 156 रन मात्रै बनाउन सक्यो। नेपालका दिपेन्द्र सिंह ऐरीले 40, आसिफ शेखले 37 रन बनाए। अमेरिकाका हरमित सिंहले 6 विकेट लिए। यसअगाडि संयुक्त अरब एमिरेट यूएई को दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले 50 ओभरमा 6 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले 75, मिलिन्द्र कुमारले नेट आउट 70 रन बनाए। नेपालका सन्दीप लामिछानेले 2 तथा सम्पालका दिपेन्द्र सिंह ऐरी, आरिफ शेखले 1-1 विकेट लिए। यस्तै गरी आजबाट सुरु भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित श्रृङ्खला आउँदो बुधबार कार्तिक 19 गतेसम्म चल्नेछ। प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान 2 खेल खेल्नेछ। 8 वटा टोली सम्मिलित लिग 2 मा नेपालले 17 खेलमा 12 अङ्क सहित तालिकाको 7औं स्थानमा छ। अमेरिका 21 खेलमा 30 अङ्क सहित शीर्ष स्थानमा छ। यूएई 16 खेलमा 6 अङ्क सहित पुछारमा छ। हवस् त दर्शक महानुभावहरू, आजका लागि भने समाचारहरू यति नै। हामीले प्रस्तुत गरेका समाचारप्रति केही गुनासो छन् भने तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सनुहोला भन्दै भोलि फेरि पुनः अर्को भिडियोमा भेट हुने बाचाको साथ आजको यो भिडियोबाट बिदा हुन्छौँ। नमस्कार।